ए दिदी के गरेको अलि बिस्तारै गर्न सकिँदैन यहाँ बिहान 7 देखि राति 12 बजेसम्म चलेको चलै हुन्छु अलि सास त फेर्न दिनु नि दुनियाँभरिको गल्ती चाहिँ तिमीहरूले गर्ने अनि सरी चाहिँ मैले भनिदिनु पर्ने आफ्नो त जिन्दगी अरूको लाउले दादै लेखेर जान्छ जस्तो छ यो बहिनी त्यो क्लासमा टेबल परेनौ क्या हो सानो हिसाबलाई पनि मैले थिच्नु पर्ने ए दाजु के गरेको के चुप लाएर एक ठाउँ बस्न सक्दैनौ मलाई घरि बाहिर लगेको छ घरि भित्र ल्याएको छ घरि यता घरि उता ए बाबे चार्जमा पनि राख्नुपर्छ के कुन त्यो भनेर हेपेको हो साथी यिनीहरूले हामीलाई हेपेकै हो अन्त पनि थिँदैन म त गएँ आउनुभयो हाम्रो भगवान आउनुभयो अब हामीलाई पैसा चढाउनुहुन्छ ए मुकेदाममा छ भने टिभी पनि तिरु नि पैसा पर्दैन क्यारे एकेताकेटी हो धेरै हल्ला नखाँदा अहिले सागको पल खोलिन्छ अनि थाहा पाउँछ